विद्यालयको 24औं वार्षिक उत्सवको अवसरमा अभिभावक खेलकुद कार्यक्रम, खाना महोत्सव कार्यक्रम र स्वास्थ्य शिविर कार्यक्रम, तीनवटा कार्यक्रम संयुक्त रूपमा आज सम्पन्न गरेका छौँ। साथीहरू नमस्कार। अहिले म फेरि मैले पढाउने स्कुलको चाहिँ हाम्रो 24औं वार्षिक उत्सवको अवसरमा हाम्रो यस स्कुलभित्र विभिन्न कार्यक्रम भइरहेको छ साथीहरू। जस्तै हाम्रो खाना महोत्सव आज, अनि त्यस्तै हाम्रो स्वास्थ्य शिविर, अनि अभिभावक खेलकुद महोत्सव पनि रहेको छ साथीहरू। यसैको अवसरमा आज के तयारी हुँदैछ है त भित्र भनेर मैले हजुरलाई भित्र लगेर हजुरलाई देखाउने छु। भिडियो लामो हुनसक्छ, अन्तिमसम्म हेरेर सल्लाह सुझाव दिन चाहिँ नबिर्सनु होला ल। अनि सर यो के को लागि तयारी गर्दै हुनुहुन्छ सर? यो बट्टुक बनाउनको लागि। बट्टुक साथीहरू हेर्यो भने त अर्को ग्रुपमा के रहेछ? सर हामी चाहिँ हाउस एबाट हजुर हाउस ए पकौडा, चिया, कफी, खिर पनि छ। आउनु होला सबैजना खानालाई। ल नमस्कार नमस्कार मिसर नमस्कार। हाम्रो कुन हाउस पर्यो? डी हाउस। जुपिटर। स्पेशल हाम्रो के छ बताइदिनुस्? हजुरको स्पेशल के छ सर? हाम्रो स्पेशल आज नन भेज मोमोज, हजुर फ्राइड मोमोज, हजुर र सँगसँगै लस्सी, एकदम कडाकेदार लस्सी, हजुर सर। सो यो चाहिँ हाम्रो आजको स्पेसियालिटी हो। हाम्रो खाना महोत्सव राख्नुको उद्देश्य हाम्रा ससाना भाइ बहिनीहरूले आफै बनाएर उहाँहरूले बेच्नुहुनेछ। त्यो बेचे बापत उहाँहरूले थोरै केही आम्दानी पनि गर्नुहुनेछ। हजुर हाउस आजको तयारी हजुरको के छ? र यो खाना महोत्सवले हाम्रो पढाइ सँगसँगै आफ्नो सिपलाई, आफ्नो व्यवहारलाई पनि परिवर्तन गर्नेछ साथीहरू। मान्छेसँग कसरी बोल्ने अनि कसरी प्रस्तुति हुने भन्ने बारेमा पनि यो खाना महोत्सवले धेरै महत्त्वपूर्ण भूमिका राख्नेछ। आजको खाना महोत्सवमा विशेषतः चिया, कफी, अनि सेलरोटी, बटुक, चुकाउने, अचार, भेज तथा नन भेज जस्ता खानेकुराहरू रहनेछन् साथीहरू। अभिभावक खेलकुद पनि छ होइन? रमाइलो हुँदैछ। हाम्रो आज चाहिँ अभिभावक खेलकुद खाना महोत्सव साथीहरू नमस्कार। निकै रमाइलो छ आज साथीहरू। हेर्नुहोस् अभिभावक खेलकुद हुँदैछ। नमस्कार। अभिभावक खेलकुद छ साथीहरू। जस्तो छ त्यस्तै प्रतिक्रिया दिन नबिर्सनु, लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सनु। आजको अभिभावक खेलकुद अन्तर्गत कुर्ची दौड, भलिबल, यस्तै कहीँ टु फोर जस्ता विभिन्न कार्यक्रमहरू राखिएको छ साथीहरू। आफूले इच्छा लागेका चिजहरूमा भाग लिन पाइनेछ। आजको तयारी चाहिँ अब स्पेसली भन्नुपर्दा अब थाहा छँदैछ, आज चाहिँ हाम्रो फुड फेस्टिभल प्लस गार्जेनको स्पोर्ट्स र हाम्रो हेल्थ चेकअप पनि छ। अब त्यो जो अभिभावकहरूलाई पनि अहिले त इन्भाइट गर्ने इन्भाइट अलरेडी भइसकेको छ है। अब पक्कै पनि अब लेट्स सी धेरैभन्दा धेरै अभिभावकहरू चाहिँ आज आइदिनुहुन्छ र खेलकुदमा पनि पार्टिसिपेट गर्नुहुन्छ, प्लस हाम्रो हेल्थ चेकअपमा पनि गइदिनुहुन्छ र फुड फेस्टिभल हरेक हाउसको स्टुडेन्ट्सहरूले आफैले बनाइराख्नु भएको छ होइन। आफैले एकदम मिहिनेत गरेर चाहिँ रेडी गर्दै हुनुहुन्छ खानाहरू चाहिँ। सबैजनाले चाहिँ अब टेस्ट पनि गर्दै हुनुहुन्छ। साथीहरू हाम्रो खाना महोत्सव तथा अभिभावक खेलकुदको लागि हाम्रो अभिभावकजीहरूको उपस्थिति उल्लेख्य मात्रामा रहिरहेको छ साथीहरू।
आराम हुन्छ। आज हजुरहरू पनि अभिभावक खेलकुद खाना महोत्सव तथा विदेश स्वास्थ्य शिविरमा आउनुभएको छ। हजुर पनि भाग लिनुभएको छ दाजुहरू? भलिबलमा लिनुभएको छ। र दाजु जित्नुपर्छ है। कार्यक्रम सुरु भइसकेको छ, उद्घाटन भइसकेको छ। साथीहरू हामी उहाँदेखि घैँचो खोट जान्दै हिँड्दै हामी उहाँसम्म गएर हामी सोध्न पर्ने हुन्छ। साथीहरू घैँचो खोट कार्यक्रम छ, उसलाई पनि यो देखाउँदै जानेछु। साथीहरू सुरु भइसकेको छ। सक्नुहुनेछ, कतिको जित्नुहुनेछ त उहाँले। मेरो भरत तिवारी दाजु है। साथीहरू साथीहरू ल है साथीहरू हेर्न सक्नुहुनेछ। निकै दर्शकहरूको बहुत ठुलो उत्साह छ, हेर्न सक्नुहुन्छ साथीहरू। ल है साथीहरू, ल है साथीहरू। डाल्नु भयो। ल दाजुलाई धेरै बधाई छ है। दाजु तपाईँलाई धेरै बधाई। करिब 18 मिटरको लामो छ यो। हेरौँ कतिको सक्नुहुन्छ उहाँले। हेर्नुहोस् साथीहरू, बढिरहनु भएको छ। हेर्नुहोस् है साथीहरू। यो आउनु भएको छ हरि पाण्डेजी। है साथीहरू, अर्को पनि फेरि घैँचो फुटेको छ है साथीहरू।
ब्यान्ड नामाकरण गरिएको छ। त्यही म्युजिक ब्यान्डले प्रस्तुति पनि दिइरहेको थियो। साथीहरू त्यसै माहौल झन् तताइरहेको थियो यो म्युजिक ब्यान्डले। साथीहरू उहाँहरूको प्रस्तुति हेरेर हजुरले जस्तो छ त्यस्तै प्रतिक्रिया दिन पनि नबिर्सनुहोला होइन। चलिरहेको छ साथीहरू यहाँ उहाँ पनि बाहिरिनु भयो साथीहरू। चलिरहेको छ साथीहरू, एकदम चलिरहेको छ साथीहरू, हेर्न सक्नुहुनेछ साथीहरू ल है चलिरहेको छ साथीहरू, खेल चलिरहेको छ खेल चलेको छ ल है साथीहरू, हेर्नु होला, हेर्न सक्नुहुनेछ। ब्याड लक भयो यार है साथीहरू, ल है साथीहरू, यतापट्टि म्युजिक ब्यान्डले दिइरहेको छ, म्युजिक ब्यान्ड साथीहरू। मेसअप आना मेसअप हुन्न कि अहिले राउ तिमी साथीहरू यहाँ चलिरहेको छ खेल, हेर्न सक्नुहुन्छ। फेरि पनि अर्को अभिभावक जो एकजना हाम्रो आइरहनु भएको छ, उहाँहरूको पनि हेरौँ कस्तो छ साथीहरू। ल है
ल है साथीहरू ल है हेर्नुहोस् है साथीहरू ल है यता कता है साथीहरू ल है साथीहरू हेर्नुहोस् है साथीहरू हेर्नुहोस् है आजको खेल निकै रोचक छ साथीहरू मिस्टेक भयो साथीहरू हाम्रो यो बुद्ध भक्ति म्युजिक क्लबले दिइरहेको चलिरहेको छ
साथीहरू अब हाम्रो केही क्षणमै बेलुन डान्स कार्यक्रम सुरु हुन गइरहेको छ। हाम्रो अभिभावकजीहरू यहाँ सबै आफ्नो बेलुन लिएर आफ्नो टिम लिएर बसिरहनु भएको छ।
हजुर ए बेयो तिनले फेरि हेरेर बस्ने के पाइँदैन नि त होइन यसरी राउन्ड साथीहरू नमस्कार। आजको हाम्रो कुर्ती दौडको हाम्रो चाहिँ फर्स्ट हुनुहुन्छ। हजुरको शुभ नाम के अरे? मेरो नाम अम्बिका हरियाल। नमस्ते अम्बिका सबैलाई। हरियाल। मेरो नाम अम्बिका हरियाल। म देवदह 5 खैरेनीमा बस्छु। हजुरको नानीले कतिमा पढ्नुहुन्छ यहाँ? मेरो नानी अनि हजुरलाई कस्तो लाग्यो नि आजको भयो। कमसेकम नानी बाबुहरू स्कुल पढेको स्कुलमा कमसेकम आफूहरूले पनि गेम खेल्न पाउँदा गार्जेनहरूले अझ झन् फर्स्ट हुँदाखेरिको खुसी त झन् सिमै छैन। सिमै छैन भयो होइन? भनेर। अरू केही हजुरले भन्नुपर्ने छ केही अभिभावकहरूलाई, हाम्रो सानो सानो नानी बाबुहरूलाई, स्कुललाई केही भन्नुपर्ने छ? मेन कुरा स्कुललाई अब प्रिन्सिपल सर सबैलाई के भन्न चाहन्छु भने तपाईँहरूले बच्चाहरूको गेमको लागि मात्र नभएर हामीलाई पनि होइन खुसी गराउनु भएको छ। किनभने हामी वर्षको एकचोटि भए पनि होइन हामी बच्चाहरूलाई मात्र नभएर घरको रेडी भएर पनि हामी गेम खेल्न पाउँदा धेरै खुसी भएका छौँ। सर यस्तै गेम खेलाउनु होला हामीलाई अझै भन्न चाहन्छु। त्यही हो। धन्यवाद। सर नमस्कार। सर हाम्रो अभिभावक खेलकुद खाना महोत्सव तथा वृहत स्वास्थ्य शिविर आजको कार्यक्रम कस्तो रहन गयो सर? थोरै यसको आज बारेमा हामीले भनिदिनुहोस् कि? 3वटा कार्यक्रम सम्पन्न गऱ्यौँ। विद्यालयको 24औँ वार्षिक उत्सवको अवसरमा अभिभावक खेलकुद कार्यक्रम, खाना महोत्सव कार्यक्रम र स्वास्थ्य शिविर कार्यक्रम 3वटा कार्यक्रम संयुक्त रूपमा आज सम्पन्न गरेका छौँ, जसमा हाम्रो झन्डै 500 अभिभावकहरू उपस्थित रहनुभयो। कार्यक्रम अत्यन्त उल्लासका साथ सम्पन्न भएको छ। धेरैभन्दा धेरै अभिभावकहरूको सहभागिता र विद्यार्थीहरूले पनि 4वटा हाउसबाट विभिन्न परिकारहरू सँगसँगै कक्षा 11-12 का विद्यार्थीहरूले, होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरूले विभिन्न परिकारहरू तयार गरेर आज खाना महोत्सव पनि भव्य रूपमा सम्पन्न भएको छ। अभिभावकतर्फ हामीले 2वटा खेलको सम्पन्न गऱ्यौँ। महिला अभिभावकतर्फ भने पुरुष अभिभावकतर्फ पनि हामीले 2वटा खेलको सम्पन्न गऱ्यौँ, जसमा महिला अभिभावकहरूको कुर्ची दौड र बेलुन डान्स कार्यक्रम गऱ्यौँ भने पुरुष अभिभावकको चाहिँ हामीले घैँटो फोड कार्यक्रम र भलिबल सम्पन्न गरेका छौँ। अत्यन्त उत्साहका साथ सबै कार्यक्रमहरू सम्पन्न भएका छन् र अत्याधिक धेरै अभिभावकहरूको उपस्थिति र उहाँहरूको सक्रिय सहभागिताले हामीलाई अझै ऊर्जा थपेको छ। कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सर मैले अन्तमा एउटा कुरा सुन्छ हजुरलाई। हजुरले अभिभावकहरूलाई के भन्न चाहनुहुन्छ सर? पक्कै पनि हामीले यो वार्षिक उत्सवको अवसरमा हरेक वर्ष विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेका छौँ। यस्ता कार्यक्रमहरूमा अभिभावकहरू पनि सहभागी हुँदाखेरि हामीलाई चाहिँ अत्यन्त उत्साह बढ्ने र हामीलाई ऊर्जा थपिने गर्छ, जसले गर्दा अभिभावकहरूलाई आगामी कार्यक्रमहरू पनि हामीसँग फागुनको 8 गते कक्षा नर्सरीदेखि 4सम्मको वार्षिक उत्सव र फागुनको 9 गते कक्षा 5देखि 12सम्मको विद्यार्थीहरूको वार्षिक उत्सव कार्यक्रम रहेको छ। यो कार्यक्रममा पनि हामीले अलिक पृथक ढङ्गको प्रस्तुतिहरू प्रस्तुत गर्न गइरहेका छौँ र सामान्य हिसाबले अन्य विद्यालयहरूको वार्षिक उत्सवभन्दा हाम्रो वार्षिक उत्सव पृथक रहन्छ। यहाँका विद्यार्थीका प्रस्तुतिहरू पनि पृथक रहन्छन्। त्यसका निम्ति म अभिभावकहरूलाई उपस्थित भएर अवलोकन गरेर आफ्ना नानीबाबुहरू र विद्यालय समग्र परिवारलाई ऊर्जा थप्नको निम्ति, समग्र परिवारलाई उत्साह थप्नको निम्ति म हार्दिक अपिल गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु। हस् त, धन्यवाद सर।